Welcome to Lifeline Today with Prakash. Jesus, bread of life. Jesus, light of the world. Jesus, the Christ. Jesus is the door. Jesus, Good Shepherd. Jesus, resurrection and life. Jesus, the way, the truth. Jesus, the life. Jesus, the true vine. Jesus, the Lord, the Master. Jesus, Emmanuel, God with us. Jesus, Prince of Peace. Jesus, loving Father. Jesus, forever lifted high. Jesus is Lord. जब मानिसहरूले प्रार्थना गरे, जब उनीहरू प्रार्थनामा आए, तब परमेश्वरले उनीहरूलाई शान्ति दिनुभयो। आज जब तपाईँ म जीवनमा आज हामी प्रार्थना गर्दछौँ, साँच्चै परमेश्वरबाटको शान्तिलाई आज हामी प्राप्त गर्दछौँ। म तपाईँलाई कसरी आज हाम्रो प्रार्थनाले चाहिँ आज हाम्रो जीवनमा शान्ति ल्याउँदछ, कसरी आज हामी परमेश्वरको शक्तिलाई देख्न सक्छौँ भन्ने विषयमा म तपाईँलाई चर्चा गर्नेछु। सबैभन्दा पहिला म तपाईँलाई म बताउन चाहन्छु। तपाईँ हेर्दै हुनुहुन्छ लाइफलाइन टुडे विथ प्रकाश। लाइफलाइन टुडे विथ प्रकाश कार्यक्रममा आजको यो समयमा म तपाईँलाई मेरो हृदयबाट स्वागत गर्न चाहन्छु। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। आज हाम्रो कार्यक्रमको उद्देश्य चाहिँ जीवित परमेश्वरको वचन तपाईँहरू कहाँ बाँड्नु हो। परमेश्वर आज हाम्रो सृष्टिकर्ता हुनुहुन्छ अनि म फेरि तपाईँलाई बताउन चाहन्छु परमेश्वरले तपाईँको निम्ति असल योजना राख्नुभएको छ। आज हाम्रो जीवनमा हेर्ने हो भने हामी जीवनमा कयौँ परिस्थितिहरूमा हुँदछौँ। जीवन साँच्चै नै सजिलो छैन। हामी हरेक परिस्थिति हरेक कुराहरूमा जीवनमा भएर जानुपर्छ। साँच्चै भन्ने हो भने त हामी जे कुरा भएको चाहँदैनौँ नि जीवनमा त्यही कुरा नै हामीलाई भइरहेको हुन्छ। हामीले नसोचेको, हामीले कल्पना नगरेको अवस्थामा तपाईँ र म जानुपर्छ। जीवन साँच्चै नै सजिलो छैन। आज हामी कयौँ परिस्थितिहरूमा आज हामी हुन्छौँ अनि हरेक कुराको चिन्ताहरूमा हामी बाँचिरहेका हुन्छौँ। आज धेरै कुरामा मानिसले शान्तिलाई खोजिरहेको छ, धेरै कुरामा साँचो शान्तिलाई मान्छेले खोजिरहेको छ। तर म तपाईँलाई बताउन चाहन्छु साँचो शान्ति अनि साँचो शक्ति चाहिँ आज हामी परमेश्वरबाट पाउन सक्दछौँ। साँचो शान्ति चाहिँ आज हामी परमेश्वरबाट पाउन सक्दछौँ। प्रार्थनाको विषयमा हामीले चर्चा गर्दै गर्दा म तपाईँलाई बताउन चाहन्छु आज हामीले प्रार्थनाद्वारा चाहिँ केवल हामी परमेश्वरसँग कुरा मात्र गर्दैनौँ, तर प्रार्थना त्यो ठाउँ हो जहाँ आज हाम्रो हृदयमा चाहिँ हामी परमेश्वरबाटको शान्तिलाई प्राप्त गर्न सक्दछौँ। कयौँ गलत ठाउँहरूमा मानिसले शान्तिलाई खोजिरहेको छ, तर प्रार्थना यस्तो एउटा ठाउँ हो तपाईँ र मेरो निम्ति जसै आज हामी परमेश्वरसँग प्रार्थना गर्दछौँ। म तपाईँलाई बताउन चाहन्छु आज हामी परमेश्वरबाट शान्ति प्राप्त गर्न सक्दछौँ। बाइबलमा हामीले धर्मशास्त्रमा हेऱ्यौँ भने आज बारम्बार हामी यो कुरालाई पाउँदछौँ अनि परमेश्वरको वचनले यो कुरालाई तपाईँ र मेरो निम्ति देखाउँदछ। जब मानिसहरूले प्रार्थना गरे, जब उनीहरू प्रार्थनामा आए, तब परमेश्वरले उनीहरूलाई शान्ति दिनुभयो। आज जब तपाईँ म जीवनमा आज हामी प्रार्थना गर्दछौँ, साँच्चै परमेश्वरबाटको शान्तिलाई आज हामी प्राप्त गर्दछौँ। म तपाईँलाई कसरी आज हाम्रो प्रार्थनाले चाहिँ आज हाम्रो जीवनमा शान्ति ल्याउँदछ, कसरी आज हामी परमेश्वरको शक्तिलाई देख्न सक्छौँ भन्ने विषयमा म तपाईँलाई चर्चा गर्नेछु। सबैभन्दा पहिला म तपाईँलाई म बताउन चाहन्छु प्रार्थनाले चाहिँ चिन्ताको समयमा शान्ति दिन्छ। मैले भनिहालेँ हामी कयौँ कुराको फिक्री हाम्रो जीवनमा छ, भविष्यको फिक्री आज हामीमा छ, आजको दिनको फिक्री धेरै फिक्रीहरूमा गइरहेको बेलामा जब हामी प्रार्थना गर्दछौँ, हामी प्रार्थना गर्नु चाहिँ खालि माग्ने कुरा मात्र होइन, तर प्रार्थनाले के गर्दछ भन्दा चाहिँ प्रार्थनाले चाहिँ आज हामी चिन्ताको समयमा चिन्ताको परिस्थितिमा पनि आज हामीलाई शान्ति दिँदछ। तपाईँ र मेरो प्रार्थना शक्तिशाली छ, त्यसै कारण आज हामी प्रार्थनामा जोडिँदछौँ। यही कारण म प्रार्थनाको विषयमा यो हप्ताहरूमा तपाईँसँग चर्चा गरिरहेको छु। फिलिपी 4:6 र 7 पावलले फिलिपीको मण्डललाई लेखेको पत्रमा यहाँ उनले भन्दछन् कुनै कुरामा चिन्तित नहौ
तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको बिन्ती परमेश्वरमा जाहेर होस् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई यीशुमा रक्षा गर्नेछ। पावलले फिलिपीको मण्डललाई भन्दछन् कि कुनै कुरामा चिन्तित नहो। हो, आज हाम्रो जीवनमा हरेक कुराको चिन्ता फिक्री आउँछ, तर आज्ञा परमेश्वरको वचनमा आज हामी पाउँदछौँ। पावलले फिलिपीलाई भने चाहिँ आज परमेश्वरले तपाईँ र मलाई भनिरहनु भएको छ, हो जीवनमा चिन्ता भए तापनि आज हामी कुनै कुरामा है चिन्तित नहौ, तर है आज चिन्ता नगरेर हामीले गर्नुपर्ने चाहिँ हरेक कुरामा प्रार्थना गर। आज तिमीहरूको बिन्ती चाहिँ परमेश्वरमा जाहेर होस्। आज हामी चिन्तालाई छोडेर चाहिँ आज पावलले भन्दछन् तिमीहरूको चिन्ताहरू कुनै कुरामा चिन्तित नभइकन आज तिमीहरूले गर्नुपर्ने चाहिँ प्रार्थना हो। तिमीहरूको प्रार्थना चाहिँ परमेश्वरमा जाहेर होस्। आज धेरैचोटि हामी प्रार्थना गर्नुको सट्टा चाहिँ आज हामी चिन्ता गर्नमा हामी व्यस्त छौँ, तर परमेश्वरको वचनको सल्लाह तपाईँ र मेरो निम्ति आज हामी चिन्तित हुनु छोडेर तपाईँ र मैले प्रार्थना गर्नुपर्छ। अनि पावलले यहाँ 7 पदमा भन्दछ जब हामी प्रार्थना गर्दछौँ कुनै कुरामा हामी चिन्तित हुँदैनौँ। यहाँ हामी 7 पदमा कनेक्सन देख्दछौँ अनि उनले यो पत्रलाई यसरी र जसै चिन्तित हुँदैनौँ जब हामी प्रार्थना गर्दछौँ र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई यीशुमा रक्षा गर्नेछ। आज हामी परमेश्वरबाटको शान्ति जुन समझले भ्याउन नसक्ने परमेश्वरमा जब हामी प्रार्थना गर्दछौँ, प्रार्थनाले चाहिँ आज हामीलाई है आज परमेश्वरको शान्ति आज हामीले प्राप्त गर्न सक्दछौँ। यशाया 26:3 हामी पाउँदछौँ जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पुरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईँमाथि भरोसा राख्छ। मलाई एकदम मन कसलाई चाहिँ परमेश्वरले पुरा शान्तिमा राख्नुहुन्छ, जसको मन तपाईँमा अडिएको छ। आज हाम्रो मन उहाँमा अडिनु भनेको चाहिँ सबै चिन्ता फिक्रीलाई छोडेर आज हामी उहाँमा प्रार्थना गर्नु। प्रार्थना यहाँ अब यशायाको पुस्तकमा हामी लेखिएको हामी पाउँदछौँ जसको मन तपाईँमा अडिएको छ। तपाईँको मन कहाँ अडिएको छ? आज के तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ? यदि आज हामी प्रार्थनामा जोडिएका छौँ भने आज तपाईँ र मेरो निम्ति यो प्रतिज्ञा कि तपाईँले चाहिँ ती व्यक्तिहरूलाई है पुरा शान्तिमा राख्नुहुन्छ जसको मन तपाईँमा अडिएको छ है। आज हामीले प्रार्थनाले चाहिँ आज हाम्रो जीवनमा चाहिँ हाम्रो चिन्ताको समयमा पनि हामी चिन्तित हुँदै गर्दा पनि आज हामीलाई शान्ति दिँदछ। प्रार्थना चाहिँ अब हामी यो भन्न सक्छौँ पावलले भनेअनुसार चाहिँ चिन्ता फिक्रीमा हुनुहुन्छ त्यसको उत्तर चाहिँ प्रार्थना हो। प्रार्थना चाहिँ चिन्ताको उत्तर हो। जब चिन्ता बढ्छ प्रार्थना गर्दै गर्दा तपाईँलाई परमेश्वरको शान्ति तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। आज तपाईँ र म प्रार्थना गर्दा चाहिँ हामीले शान्ति प्राप्त गर्नुहुन्छ। एउटा विचार गर्नुहोस्, तपाईँ एउटा गरौँ भारी बोकेर तपाईँ हिँड्दै हुनुहुन्छ, मध्य गर्मीमा तपाईँ भारी बोकेर हिँड्दै हुनुहुन्छ अनि तपाईँ लामो समयदेखि त्यो भारीलाई बोकेर हिँडिरहनु भएको छ, तपाईँ अति थकित हुनुहुन्छ, तर तपाईँ एउटा चौतारामा आउनुहुन्छ अनि त्यो तपाईँले त्यो भारीलाई राख्नुहुन्छ अनि जब त्यो भारीलाई तपाईँ राख्नुहुन्छ तपाईँलाई के हुन्छ? तपाईँ हल्का महसुस गर्नुहुन्छ। त्यस्तै प्रार्थना भनेको चाहिँ आज हामीमा भएको चिन्ता फिक्रीहरू चाहिँ हामी परमेश्वरको हातमा राख्नु, हामीमा भएको चिन्ता फिक्री चाहिँ परमेश्वर कहाँ ल्याउनु। जस्तै आज हाम्रो चिन्ता फिक्रीलाई चाहिँ परमेश्वर कहाँ ल्याउँदछौँ प्रार्थनाद्वारा, तब हामीले सहायता उहाँबाट पाउन सक्दछौँ। आज प्रार्थना आज हामीले बोक्न नसक्ने कुरा परमेश्वरले बोक्न सक्नुहुन्छ। आज हामीले है हाम्रो भारीहरू चाहिँ आज हामी फिक्रीको चिन्ताको भारीहरू चाहिँ आज हामी प्रार्थना मार्फत चाहिँ आज हामी परमेश्वर कहाँ ल्याउन सक्दछौँ। आज म यो तपाईँलाई बताउन चाहन्छु आज हामीले प्रार्थना गर्दै गर्दा सायद तुरुन्तै त्यो चिन्ताहरू हामीमा नहटे तापनि आज हामी विश्वास गर्न सक्छौँ तपाईँ र मैले प्रार्थना गर्दै गर्दा परमेश्वरले तपाईँ र मलाई शान्तिले भर्नुहुन्छ, किनकि आज हाम्रो परमेश्वर शान्तिको परमेश्वर हुनुहुन्छ है। आज हाम्रो जीवनमा हाम्रो चिन्ताको समयमा हामीलाई शान्ति दिन्छ जसै तपाईँ र म प्रार्थना गर्दछु। अर्को कुरा म तपाईँलाई बताउन चाहन्छु परमेश्वरको वचन अनुसार कि आज प्रार्थनाले चाहिँ आज हाम्रो कमजोरीको समयमा हामीलाई शक्ति दिन्छ। आज हामी जीवनमा कमजोर हुन्छौँ, लडी पठाउँछौँ, तर हाम्रो प्रार्थनाले चाहिँ आज हाम्रो कमजोरीको समयमा आज हामीलाई शक्ति दिँदछ
है। दोस्रो कोरिन्थी 12:9 हामी यो वचनलाई पाउँदछौँ। पावलले लेखेको पत्रमा हामी यो कुरालाई हामी पाउँदछौँ। तर उहाँले मलाई भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुँदछ। यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुसी साथ गर्व गर्छ। पावल है कमजोरीको समयमा उसले प्रार्थना गर्यो, अनि जब उसले प्रार्थना गर्यो उसले परमेश्वरबाट उसले सुन्यो, अनि परमेश्वरले भन्नुभयो मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ। तपाईँले यो कन्टेक्स्टलाई तपाईँले हेर्नुभयो भने पहिलो कोरिन्थी 12 अध्यायलाई तपाईँ मैले परमेश्वरसँग प्रार्थना गरेँ। ऊ गाह्रो अवस्थामा भएको बेलामा पावलले प्रार्थना गरे, अनि जब उसले प्रार्थना गर्यो त्यो कमजोरी अवस्थामा परमेश्वर पावलसँग बोल्नु भयो। उसले आफ्नो पत्रमा लेख्दछ त्यो समयमा परमेश्वरले मलाई भन्नुभयो। कतिखेर यति एक्कासी उसले परमेश्वरको आवाजलाई सुनेको होइन, तर पावल पनि कमजोरी हुँदै गर्दा उसले प्रार्थना गरेको छ। तर तपाईँ र मेरो जीवनमा आज हामी कमजोरी महसुस गर्दा हो, आज हाम्रो जीवनमा कहीँ कुराले आज हामीलाई कमजोर बनाउँछ, त्यो समयमा चाहिँ तपाईँ र मैले प्रार्थना गर्न आवश्यक छ। अनि पावलले के सुने परमेश्वरबाट? परमेश्वरले पावललाई भन्नुभयो मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। कति मजाको कुरा आज हामी परमेश्वरको वचन पावललाई परमेश्वरले भन्नुहुन्छ मेरो शक्ति चाहिँ दुर्बलतामा नै सिद्ध हुन्छ। तर पावलले प्रार्थना गरेको छ है। आज तपाईँ र मैले प्रार्थना गर्दा पनि आज हामी परमेश्वरबाट उहाँको अनुग्रहलाई आज हामी प्राप्त गर्न सक्दछौँ। भजन सङ्ग्रह 46:1 हामी पाउँदछौँ परमेश्वर हाम्रो शरण स्थान र शक्ति हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर रहने सहायता। आज जसै आज हामी परमेश्वरमा आज हामी पुकारा गर्दछ, हामी जीवनमा सङ्कष्टमा कमजोरीपनमा हामी जानु परे तापनि हामी प्रार्थनामा आउँदै गर्दा हामी यो कुरालाई थाहा गर्न सक्दछौँ कि परमेश्वर चाहिँ आज हाम्रो शरण स्थान र शक्ति हुनुहुन्छ। तपाईँ कमजोरी हुनुहुन्छ, तपाईँको निम्ति शुभ समाचार चाहिँ यो परमेश्वर तपाईँको शरण स्थान र शक्ति हुनुहुन्छ। अनि यहाँ मलाई एकदम मनपर्छ है भजनकारले भनेको सङ्कष्टमा सधैँ हाजिर रहने सहायता। आज हाम्रो जीवनमा दुर्बलताहरू हुँदा हामी कमजोरी हुँदा चाहिँ आज हामीले सहायता पाउनु गाह्रो हुन्छ। हामी राम्रै हुँदा हामीसँग प्रशस्त हुँदा धेरैजना हाम्रो वरिपरि हुन्छ, तर हामी कमजोरी हुँदा आज हामीलाई गाह्रो पर्दा हाम्रा आफ्नोहरूले हामीलाई छोडे तापनि यहाँ भजनकारले भन्दछन् सङ्कष्टमा चाहिँ म दुर्बल हुँदा चाहिँ म कमजोरी हुँदा चाहिँ सधैँ हाजिर रहने सहायता परमेश्वर। आज जसै आज हामी प्रार्थना गर्दछौँ हामी यो कुरा आज हामी परमेश्वरको शक्तिलाई उहाँको सहायतालाई आज हामी देख्न सक्दछौँ। हामी सबैले काहीँ न काहीँ आज हाम्रो जीवनमा कमजोरीलाई महसुस गरेका छौँ होला है। आज हामी शरीर रूपमा कमजोरी भएका होला, भावनात्मक रूपमा हामी कमजोरी, आत्मिकी रूपमा कमजोरी भइरहेको बेलामा चाहिँ आज हामीले चाहिँ आज हाम्रो प्रार्थनाले चाहिँ परमेश्वरले हाम्रो कमजोरीलाई चाहिँ आफ्नो शक्तिसँग उहाँले बदल्नुहुन्छ। त्यही भएर आज हामी कमजोरीको समयमा जसै हामी प्रार्थना गर्दछौँ उहाँले आज हामीलाई उहाँले सहायता गर्नुहुन्छ। उदाहरणको लागि है आज प्रार्थनामा चाहिँ आज हामीलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। आज हामीलाई प्रार्थनामा जब आउँदछ हामी कमजोरी भएको बेलामा चाहिँ आज हामीलाई चाहिँ हाम्रो प्रार्थनाले चाहिँ परमेश्वरको शक्तिलाई आज हामी देख्न सक्दछौँ। मोबाइलको उदाहरण दिने हो भने जति नै महँगो मोबाइल तपाईँकोमा छ है त्यसले है चार्ज छैन भने त्यसले काम गर्न सक्दैन है। आज जति महँगो भए तापनि त्यसको कामै दिँदैन, चार्ज छैन भने त्यो बन्द हुन्छ है। आज प्रार्थना पनि आज हामीलाई आत्मिकी रूपमा चार्ज हुनको निम्ति चाहिँ आज तपाईँ र म प्रार्थनामा जोडिन आवश्यक छ। आज हामी जीवनमा जब हामी प्रार्थना गर्दछौँ कमजोरी अवस्थामा चाहिँ आज हामीले चाहिँ आज परमेश्वरबाटको नयाँ शक्तिलाई, परमेश्वरबाटको नयाँ कामलाई तपाईँ र मेरो जीवनमा परमेश्वरबाटको सहायतालाई चाहिँ आज हामी देख्न सक्दछौँ है। आज हामी हेर्ने हो भने यीशुले आफ्नो जीवनमा सेवकाईलाई, यीशुको सेवकाईलाई तपाईँ र मैले मत्ती मर्कुस लुका यौनामा हामीले निहालेर हेर्ने हो भने परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्ट हामी जस्तो मानिस उहाँ हुनुहुन्थ्यो, तर प्रभु येशू ख्रीष्टले उहाँको सेवकाईमा सफलताको रहस्यलाई तपाईँ र मैले हेर्ने हो भने उहाँ प्रार्थना गर्नुहुन्थ्यो। हर समय उहाँ प्रार्थनामा, उहाँ एकान्तमा बिहान है आफ्नो चेलाहरूसँग
उहाँले प्रार्थना गर्नु सही समय धेरै समय चाहिँ प्रभु येशू ख्रीष्टले प्रार्थनामा बिताउनु। प्रभु येशू ख्रीष्ट पनि है आज हामी जस्तो थकित हुनुभयो, उहाँ हामी जस्तो मानिसमा आउनुहुन्थ्यो, तर उहाँको सेवकाईमा हामीले हेर्ने हो भने उहाँको सेवकाईको रहस्य चाहिँ गोप्य रहस्य प्रभु येशू ख्रीष्टको सेवकाई चाहिँ उहाँ प्रार्थनामा जोडिनु भयो। प्रार्थनाले आज हामीलाई कमजोरीको समयमा शक्ति दिँदछ। हामीले प्रार्थनाको विषयमा हेर्दै हो भने हामीले किन प्रार्थना गर्नुपर्ने है? आज प्रार्थनाले चाहिँ तपाईँ र मलाई दुःखको समयमा आज तपाईँ र मलाई सान्त्वना दिन्छ। दुःखको समयमा आज हामी जीवनमा दुःख कष्टमा भएर जानुपर्दा तर हामीले प्रार्थना गर्छौँ भने चाहिँ त्यो समयमा हामी दुःखमा नजाने भनेर मैले भनेको छैन, तर जाँदै गर्दा पनि तपाईँ र मलाई प्रार्थनाले चाहिँ सहायता दिँदछ। जस्तै हामी प्रार्थनामा उहाँ कहाँ आउँदछौँ, उहाँले आज हामीलाई सहायता गर्नुहुन्छ। यीशुले भन्नुभयो, हे सबै थाकेका र बोझले दबिएका म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। यीशुको निमन्त्रणा आज हामी थाकेको छौँ होला, बोझले हामीलाई विभिन्न है आज हाम्रो जीवनमा भएको अनेकौँ बोझहरूले हामी दबिएका छौँ होला। यीशुले के भन्नुभयो, म कहाँ आऊ। हामी कसरी आउँछौँ? हामी प्रार्थनाद्वारा हामी यीशु कहाँ आउन सक्दछौँ। उहाँको उपस्थितिमा जब तपाईँ र म उहाँलाई पुकारा गर्दा आउँदछौँ यीशुले भन्नुभयो, म तिमीहरूलाई विश्राम दिनेछु। आज हाम्रो दुःखको समयमा जीवनको गाह्रो अवस्थामा चाहिँ आज हाम्रो प्रार्थनाले चाहिँ तपाईँ र मलाई सान्त्वना दिँदछ। जब हाम्रो हृदयहरू है आज हामी गाह्रो अवस्थामा हुँदछौँ, आज हामी परमेश्वरदेखि भाग्दैन, तर जब हामी प्रार्थनाद्वारा हामी परमेश्वर कहाँ आउँदछौँ उहाँ तपाईँ र मेरो नजिक हुनुहुन्छ। तपाईँको हृदय टुटेको छ, तपाईँको हृदयमा है तपाईँको घाउहरू छ, तपाईँको हृदय है चूर्ण भएको छ, तपाईँको निम्ति म वचन पढ्न चाहन्छु। भजन सङ्ग्रह 34:18 भन्दछ, चूर्ण हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। जब हामी उहाँको नजिक आउँदछौँ, यहाँ वचनले भन्दछ चूर्ण हृदय भएका सबैको नजिक परमप्रभु हुनुहुन्छ। जब हामी हृदय टुट्दछ, आज हामी गाह्रो अवस्थामा हुँदछौँ, धेरैजना हामीदेखि भाग्दछ, तर जब हामी हृदय टुटेको हुँदछ नि परमेश्वरको वचनले भन्दछ तिनीहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ। जस्तै हामी प्रार्थनामा चाहिँ हामी जब उहाँ कहाँ आउँदछौँ, आज हामी उहाँले आज हाम्रो दुःख पीडालाई है भएको अवस्थामा परमेश्वर तपाईँ र मेरो नजिक हुनुहुन्छ है। आज हामी परमेश्वरले हामी जब हाम्रो पीडामा हुँदछौँ, परमेश्वर है प्रार्थनामा चाहिँ परमेश्वर हाम्रो पीडामा हामीसँग उहाँले भेट्नु हुन्छ है। आज हाम्रो परमेश्वर आज हामी कहाँ आउनुहुन्छ। एउटा नानीको उदाहरण म दिन चाहन्छु। तपाईँको नानीलाई तपाईँ माया गर्नुहुन्छ, ऊ लड्यो भने तपाईँ के गर्नुहुन्छ? दौडेर ऊ कहाँ तपाईँ जानुहुन्छ है। तपाईँ दौडेर जाँदै गर्दा तपाईँको नानीलाई तपाईँले अँगालोमा हाल्दै गर्दा के हुन्छ? त्यो नानीले सान्त्वना पाउँदछ। त्यस्तै आज हाम्रो दुःखको अवस्थामा चाहिँ परमेश्वरले आज हामीलाई सान्त्वना दिनुहुन्छ है। आज हामी परमेश्वर कहाँ दौडिन आवश्यक छ। प्रार्थना भनेको चाहिँ आज हामी परमेश्वरको काखमा दौडिने कुरा हो। जब हामी दुःख अवस्थामा पर्छौँ नि, गाह्रो अवस्थामा पर्छौँ नि, प्रार्थनाद्वारा चाहिँ आज हामी परमेश्वर कहाँ दौडिन सक्दछौँ। अनि प्रार्थनाले चाहिँ आज हामीलाई दुःखको समयमा सान्त्वना दिँदछ। परमेश्वरले आज हामीले अर्को कुरा हेर्ने भने चाहिँ तपाईँ र मैले प्रार्थना गर्दै गर्दा चाहिँ हामीलाई है प्रार्थनाले चाहिँ हामीलाई परीक्षामाथि जित दिलाउँछ। आज हाम्रो जीवनमा कयौँ परीक्षाहरूमा हाम्रो जीवनमा आज हामी संसारमा भएको कारणले हरेक कुरामा हामी जानु परे तापनि हामीले प्रार्थनाद्वारा चाहिँ आज हामी ती परीक्षाहरूमा आज हामी विजय हुन सक्दछौँ। मत्ती 26:41 यीशु आफ्नो चेलाहरूसँग बोलिरहनु भएको छ अनि उहाँले भन्नुभयो, जागा रह, प्रार्थना गर र परीक्षामा नपर। आत्मा त साँच्चै नै तयार छ तर शरीर दुर्बल छ। यीशुले यहाँ भन्दै हुनुहुन्छ, यीशु गेत्सेमनी बगैँचामा उहाँ प्रार्थना गर्न जानुभयो अनि फर्केर आउँदा आफ्नो चेलाहरूलाई चाहिँ निदाइरहेको अवस्थामा भेटाउनु भयो। यीशुले यहाँ है आफ्नो चेलाहरूसँग बोल्दै हुनुहुन्छ, जागा रह, प्रार्थना गर र परीक्षामा नपर। हेर्नुहोस् है, परीक्षामा हामी नपर्नलाई चाहिँ हामीले के गर्नु पर्यो? प्रार्थना गर्नुपर्दछ। तपाईँ र मेरो प्रार्थनाले चाहिँ तपाईँ र मलाई परीक्षाबाट विजय हुनलाई सहायता गर्दछ। जागा रहनु पर्यो पहिलो कुरा। अर्को कुरा चाहिँ हामी जागा रहे सँगसँगै आज हामीले प्रार्थना गर्नुपर्छ। तपाईँ र मेरो प्रार्थनाले चाहिँ हाम्रो जीवनमा हामी परीक्षामा पर्दा पनि आज हामीलाई त्यो परीक्षामा चाहिँ विजय आज हामीले प्राप्त गर्दछौँ। परीक्षा भन्ने कुरा सबैलाई आउँछ। यीशु पनि परीक्षित हुनुभयो है, सबैजना आउँछ। कसैले पनि कोही पनि यो कुराबाट छुटकारा
सायद कसैले पाएको छैन होला। यीशुले आफ्नो चेलाहरूलाई यहाँ भन्दै परीक्षामा नपर्नलाई चाहिँ प्रार्थना गर्न आज्ञा गर्नुभयो। तपाईँ र मेरो निम्ति यीशुले आज हामीलाई भन्नुभएको कुरा चाहिँ तपाईँ र म परीक्षामा नपर्ने हुन्छ आज हामी प्रार्थना गर्न आवश्यक छ। प्रार्थना गर्ने व्यक्ति चाहिँ म तपाईँलाई बताउन चाहन्छु परीक्षामा आउँदा पनि ऊ विजय हुनसक्छ। हामी अर्को कुरा चाहिँ प्रार्थना गर्ने व्यक्ति चाहिँ बलियो व्यक्ति हो। अनि हामीले अर्को कुरा हेर्ने भने चाहिँ प्रार्थनाले चाहिँ आज हामीले प्रार्थना गर्दै गर्दा हाम्रो भविष्यको लागि चाहिँ नयाँ आशा प्रार्थनाले दिँदछ। हो हामी अघि हेरिरहेको छौँ केही कुरामा चिन्तित नहौ, तर जब हामी प्रार्थना गर्दछौँ आज हाम्रो प्रार्थनाले चाहिँ भविष्यको लागि नयाँ आशालाई देखाउँदछ। रोमी 12:12 पावलले रोमीको पत्रमा लेख्दछन् आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरह्यो। है आज यहाँ पावलले भन्दछ आज हामी विश्वासी जीवनको निम्ति चाहिँ आज उसले यहाँ रोमी 12:12 हामी 2-3वटा कुरा उसले यहाँ लेखेको हामी पाउँदछौँ। आफ्नो आशामा आनन्द गर, जे कुराको निम्ति हामी परमेश्वरमा आशा राखिरहेको छौँ भने त्यो आशामा हामी आनन्दित हुनु पर्यो। सङ्कष्टमा धैर्य धारण गर, सङ्कष्ट आयो भन्दामा आत्तिनु है, आज हामी पछि हट्नु होइन, धैर्य धारण गर। अनि उसले भन्दछ प्रार्थनामा निरन्तर लागिरह। जब हामी प्रार्थनामा निरन्तर लागिराख्दछौँ नि हाम्रो आशामा हामी आनन्द गर्न सक्दछौँ, हाम्रो सङ्कष्टमा हामी धैर्य धारण गर्न सक्दछौँ जब हामी निरन्तर प्रार्थना गर्दछौँ। अनि हाम्रो प्रार्थनाले चाहिँ आज हाम्रो निम्ति हाम्रो भविष्यको निम्ति चाहिँ आज हामीलाई नयाँ आशा दिँदछ है। प्रार्थनाले हामीलाई सम्झाउँछ कि आज हाम्रो भोलि चाहिँ परमेश्वरको हातमा छ। जब हामी प्रार्थना गर्दछौँ यो कुराले आज हामीलाई सम्झना गराउँछ। प्रार्थना गर्दा आजको दिनमा जस्तो परिस्थितिमा म गए तापनि मलाई थाहा छ मेरो परमेश्वरको हातमा मेरो भोलि छ। यसले आज हामीलाई परमेश्वरको प्रतिज्ञातर्फ हेर्नलाई सहायता गर्दछ। यसै कारण तपाईँ र मलाई परमेश्वरको वचनले आज्ञा गर्दछ प्रार्थना गर्नको निम्ति। जब हामी प्रार्थना गर्दछौँ प्रार्थनाले आज हामीलाई शान्ति र शक्ति दिँदछ। कसरी? किनकि आज हामीले प्रार्थना गर्दा हाम्रो चिन्तित हृदयलाई आज प्रार्थनाद्वारा आज हामी शान्ति प्राप्त गर्न सक्दछौँ। आज हाम्रो प्रार्थनाले आज हाम्रो कमजोरीमा आज हामीलाई शक्ति दिँदछ। तपाईँ र मैले प्रार्थना गर्दा हामी दुःखमा हामी शान्त हुन पाउँदछौँ अनि आज हामी परीक्षामाथि विजय हुन सक्दछौँ। तपाईँ र मैले प्रार्थना गर्दै गर्दा नि भविष्यको आशालाई आज हामीले प्राप्त गर्न सक्दछौँ। तपाईँले प्रार्थना गर्दै गर्दा परमेश्वरले है यी कुराहरूलाई तपाईँले देख्न सकेको होस्, तपाईँलाई परमेश्वरले सहायता गर्नुभएको होस्। म विश्वास गर्दछु आजको वचनद्वारा हामीले प्रार्थनाको विषयमा नयाँ कुराको प्रकाश पाएका छौँ। परमेश्वरको वचनद्वारा आज हामीले प्रार्थनाले हामीलाई शान्ति र शक्ति दिन्छ भन्ने विषयमा सुनेका छौँ। अनि हाम्रो बाइबलमा यसरी लेखिएको छ यशाया 26:3 जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पुरा शान्तिमा राख्नुहुन्छ किनकि त्यसले तपाईँमाथि भरोसा राख्छ। अनि तपाईँ र मेरो जीवनमा चाहिँ आज एउटा प्रश्न छ, तपाईँ र मेरो मन चाहिँ कसमा अडिएको छ? के साँच्चै तपाईँ र मेरो मन परमेश्वरमा अडिएको छ? पर तपाईँ र मेरो मन यदि परमेश्वरमा अडिएको छ भने चाहिँ उहाँले हामीलाई पूर्ण शान्तिमा राख्नुहुन्छ। हाम्रो दैनिकी जीवनमा कतिपटक हामी ठुलो समस्याहरूसँग सङ्घर्ष गरिरहेका हुँदछौँ। त्यो समयमा यदि हामी परमेश्वरसँग प्रार्थनाद्वारा जोडियौँ भने तुरुन्तै हाम्रो समस्या नहटे तापनि तर परमेश्वरको शान्तिले चाहिँ हाम्रो जीवनमा बास गर्दछ। प्रभु येशू ख्रीष्टलाई पनि यो संसारमा जिउनको निम्ति उहाँलाई प्रार्थनाको खाँचो थियो अनि उहाँको गोप्य सफलताको रहस्य पनि प्रार्थना नै थियो। के तपाईँहरू आफ्नो जीवनमा सङ्घर्ष गरिरहनु भएको छ? अनि के तपाईँ आफ्नो जीवनमा शान्तिलाई खोजिरहनु भएको छ? त्यसो हो भने हाम्रो स्क्रिनमा दिएको फोन नम्बर, ठेगाना, वाट्सएप र इमेलद्वारा तपाईँहरू हामीसँग जोडिन सक्नुहुनेछ। अनि तपाईँहरूको निम्ति हामी प्रार्थना गर्नेछौँ अनि परमेश्वरले उहाँको अचम्मको शान्तिले तपाईँको जीवनमा बास गर्नुहुनेछ। हुन्छ, परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। जय मसीह। दर्शकवृन्द, आजलाई लाइफलाइन टुडे विथ प्रकाश कार्यक्रमको समय सकिएको छ। आगामी श्रृङ्खलामा यस्तै अर्थपूर्ण कार्यक्रमहरूको साथमा आउनेछौँ। लाइफलाइन टुडे विथ प्रकाश कार्यक्रमहरू देशका विभिन्न एफएम रेडियो स्टेसनहरू, सोसल मिडिया प्लेटफर्म फेसबुक र युट्युबमा पनि उपलब्ध छन्। कार्यक्रमलाई सुनेर र हेरेर कार्यक्रमप्रति तपाईँका अमूल्य प्रतिक्रिया दिनुहोला। दर्शकवृन्द, अन्तमा तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो र कार्यक्रमप्रतिका तपाईँका अमूल्य प्रतिक्रिया र सुझाव सल्लाहको अपेक्षा राख्दछौँ।
त्यसका लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम लाइफलाइन टुडे विथ प्रकाश। हामीसँग सम्पर्कमा जोडिनुको लागि व्हाट्सएप नम्बर 9766 389 860, इमेल lifeline@gmail.com, पोस्ट बक्स नम्बर 8975 EPC 1650 काठमाडौँ नेपाल।